आज शनिबारको दिन चाहिँ हामी घरबाट चाहिँ घुम्न जाने भनेर निस्क्यौँ, तर कहाँ जाने भने चाहिँ हाम्रो टुङ्गो थिएन। हामी बाइकमा जाँदा सोच्यौँ कहाँ जाने भन्दा हामी चाहिँ गोठालो फार्म जाने भनेर हामी चाहिँ गोठालो फार्मतिर छिर्यौँ। अनि त्यहाँ हामी जाँदैछौँ। अनि मेरो बाबु चाहिँ यो ठाउँमा पहिले पनि आइसकेको थियो, त्यही भएर ऊ चाहिँ अगाडि अगाडि कुद्दैछ। यहाँ यस्तो छ, यहाँ यस्तो छ भन्दै भन्दै ऊ चाहिँ अगाडि अगाडि कुदिरहेछ। म चाहिँ पहिलोचोटि गएको थिएँ, त्यही भएर म चाहिँ हेर्दै हेर्दै हिँड्दैछु। बाबा र छोरो चाहिँ अगाडि अगाडि। यहाँ चाहिँ छोरो चिप्लो थियो, चिप्लोमा छोरो कसरी लड्यो। अनि बाबा चाहिँ उसको लुगा सफा गर्दै हुनुहुन्छ। राम्रोसँग हिँड्दैन कि पानी परेको थियो त्यो दिन फेरि अलिअलि, त्यही भएर चिप्लो भएर लड्यो। अनि यहाँनिर चाहिँ बाबाले यहाँ बेबी तिमी बस्छ न भन्यो भने ऊ बस्नै मान्दैन, मलाई डर लाग्छ भन्छ। अनि बाबा पनि बसेपछि चाहिँ बल्ल बल्ल ऊ पनि बस्यो। अनि मैले बाबा र बेबीको एक दुईवटा फोटो पनि खिचेँ। अनि त्यहाँबाट हामी चाहिँ यहाँ सधैँभरि सुभाषले चाहिँ हामी स्विमिङ गर्न जाने मामु, स्विमिङ गर्न जाने भनेको भने थियो। ल नि त अब यहाँ गएको बेलामा त स्विमिङ गर न बेबी भनेर भनेको। स्विमिङ गर्ने ठाउँ पनि थियो, कति बच्चाहरू स्विमिङ गरिरहेको थिए। तिमी पनि गर न भनेको, मान्दै मान्दैन, मलाई डर लाग्छ म गर्दिनँ भन्छ। गर न सानो भनेको मानेन उसले चाहिँ स्विमिङ गर्नु। त्यत्तिकै उसले हेऱ्यो मात्रै। हामी एकछिन त्यहाँ हेऱ्यौँ घुम्यौँ। उसलाई के मन छ कता कता हेर्न मन छ, सबै थोक हेऱ्यो हेरेर अनि सबै थोक उहाँ चाहिँ ठिकै लाग्यो यहाँनिर। अनि हेरेर हामी चाहिँ यहाँबाट एकछिन बस्यौँ खाजासाजा खायौँ अनि हामी फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ।